कस्तो ढिँडो पकाउँदैछु कहाँ राख्ने यहाँ यहाँ मटका मासु मटनको मटका मासु हो यसै मासुबाटै निक्लेको रसहरू निक्लेको छ हेर्नुहोस् गाइस हेर्दाखेरि खाउँ खाउँ लाग्यो मेथी पाके छैन बेसार ल्याउनु पर्यो ल यहाँ ल यता त्यो थाहा हाल्नु पनि हुन्छ खिच्नु थाल्यो हो बेसार त्यसो पुगिहाल्दा छ नि त अब र भिडियो हो सबै टाक टाक टिक टिक सब आउँछ ल हाल्यो यहाँ हाल्नु त्यो पनि हाल्दैन त्यो पनि हालिदिने हालिदिने एकैचोटि हालिदियो ल ल ल मटकामा हाल्ने त्यो हालेपछि खिच्ने मड्कामा अट्छ ल अट्दैन जस्तो छ मड्कामा चाहिँ अट्दैन जस्तो छ ठुलो ल्याउनु पाए हुन्थ्यो ल ल भयो अब ल मटका मासुमा चाहिँ मटका मासु मटनको मटका मासु हो यसै मासुबाटै निक्लेको रसहरू निक्लेको छ हेर्नुहोस् गाइस हेर्दाखेरि खाउँ खाउँ लागेको छ यो चाहिँ मेरो मम्मीले आफ्नो स्टाइलमा बनाउनु भएको टिपिकल चुलोमा त्यो पनि कोइलाको चुलोमा बनाउनु भएको हो हेर्नुहोस् है लोकल स्टाइलमा मटकामा बनाएको मासु लगभग अब रेडी भइसक्यो अब हामी खाँदैछौँ ओके गाइज हाम्रो मम्मीले बनाएको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला सब्सक्राइब गरिदिनु होला ल है हाम्रो मम्मीले रिक्वेस्ट गरिसक्नु भएको छ सब्सक्राइबको लागि सब्सक्राइब गरिदिनु होला कस्तो छ यस्तो प्रतिक्रिया यस ल भयो यो हालिदिउँ